अब त ठुलो भयो। अब हाम्रो नाति कक्षा 2 गिलासबाट कक्षा 3 गिलासमा पो जान्छ। हो नि, हाम्रा दुःख त अब यसै जाने भए। छोरालाई नि धेरै पढाउन सकेनौ, हाम्रो घरको कमजोरी अवस्थाले गर्दा। हो नि, गरिबको घरमा बास भयो, सधैँ दुःखै दुःखमा जिन्दगी बित्यो। अब नातिलाई धेरै पढाउनु पर्छ। अबको 9-10 वर्षपछि त हाम्रो नाति पनि विदेश जान्छ नि हजुर। कस्तो चिया खाने मन लाग्यो। एकचोटि बुहारीलाई भन्नु पर्यो, बुहारी ए बुहारी 2 गिलास चिया ल्याउ त, कस्तो चिया खाने मन लागेको छ। सक्दिनँ म। ए बुढाबुढीको घाँटीमा दिन रात चिया चिया भनेर मैले अगाउन सकिनँ। कति चिया चिया मात्र भनेका होला नि। हजुर बुवा, हजुर आमा, सुन्नुस् न, अब म सहरमा पढ्छु। मेरा साथीहरू पनि सहरमै पढ्छन्। सहरमा त पढाउने, तर कसरी पढाउने बाबु? सहरमा पढ्नलाई त धेरै पैसा चाहिन्छ। हामीहरूसँग त पैसा नै छैन। ओहो, के भनेको मेरो छोरालाई यस्तो? गरिबीको जिन्दगी हेर त हेर, यसरी नै चल्ने भयो। पैसा छैन, केही छैन। मलाई मामा त के भनेका थियो त्यति बेला त माइकल नजिक भनेको होइन। बुहारी भनेको त थियो, बिस्तारै भइहाल्छ नि। छोराले नि कमाउँदैछ, तिमी नाट्यौ न। के हुँदैछ यता? तिमीहरूले बोलेको बाहिर सुनिँदैछ त? काम गरेर थाकेको बेला सधैँ झगडा मात्र हुन्छ होइन यो घरमा? खुबै तिमीले काम गरेर आएको जस्तो तिमीले गरेको काम यता एक छाक पनि टार्न मुस्किल छ। मेरी फुलकुमारी, तिमी नरिसाउ न, बिस्तारै सबै कुरो भइहाल्छ नि। तिमी धेरै नबोल। अब म तिमीलाई केचकेचे बुवामासँग बस्न सक्दिनँ। हो के भयो फेरि यतिकै? नरिसा त, नत्र तँलाई म मङ्की कि हान्छु अनि थाहा पाउँदै। खोइ हान्दै देखाउ त मङ्की कि। मलाई केही काम सोचेको छौ र? म त मुखियाकी छोरी हो, मुखियाकी छोरी। अरू मलाई केही थाहा छैन। तिमी विदेश जाऊ। विदेश जाऊ रे? होइन, के भन्छ यो? विदेश जाऊ। म तिमीलाई केचकेचे बुवामासँग बस्न सक्दिनँ। मेरो छोराको भविष्य छ। बाबु झगडा नगर, बुहारीले भनेको पनि ठिकै हो। अब तिमीले विदेश जानै पर्छ। हो बाबु, तिमी विदेश जाऊ, हामी यता छौ नि। ओहो, बिहान पनि भइसकिरहेछ। अब विदेश जाने गर्नु पर्यो। मेरो आशीर्वाद छ हजुरलाई। राम्रोसँग जानु, यहाँको केही चिन्ता नगर्नु है। बाबु राम्रोसँग जाऊ, यताको केही पिर नमान्नु है। राम्रोसँग जानु, आफ्नो ख्याल राख्नु, पुगेपछि फोन गर्नु है। बाबा बाबा, मलाई पनि तल्लो घरको झिल्केको जस्तै खेलौना ल्याइदिनु है। हजुरले त केही चिन्ता नगर्नु, म सबै सम्हालिहाल्छु। अनि सुन्नु त, मलाई विदेश पुग्ने बित्तिकै एउटा आँखा भएको मोबाइल र राम्रो साडी अनि महिनाको 50,000 पठाउन चाहिँ नभुल्नु नि फेरि। हस् हुन्छ, तर मेरो बुबा
फेरि आमालाई समयमा चिया दिनु, खानेकुरा दिनु, उहाँहरूको हेरचाह गर्नु, अनि तिमीलाई म महिनामा 50,000 दिइहाल्छु नि। ल जानु छिटो ढिला भइसक्यो। हुन्छ, बाई बाई। बाई आमा, बाई बुबा, बाई छोरो। हेलो हेलो आमा, म यता विदेश पुगेँ है, मेरो केही पनि चिन्ता नलिनु। हुन्छ छोरा, हुन्छ। बेला बेलामा आफ्नो खबर सुनाउँदै गर्नु, नत्र तिम्रो बुबाले पिर मान्नुहुन्छ। हस्, हुन्छ आमा। यस्तो नभन नानी, तिमी गयो भने त हामीहरू जिउँदै मर्छौँ। अनि हामीलाई खाना कसले बनाउँछ, कसले खुवाउँछ? झन् तिम्रो बुबाले त नाति बिना बाँच्नै सक्नुहुन्न, त्यो त तिमीलाई थाहै नै छ नि। सुन्दिन म तिमीहरूका कुरा, तिमीहरू जेसुकै गरेर बस। हिँड छोरा, जाऊ। यस्तो नगर बुहारी, नातिलाई लगेर सहर नजाऊ। छोरा तिमी पनि ठुलो स्कुलमा गएर पढ्ने है। हस् मामु। ल अब त सहर पनि पुग्यो, अब त आनन्द भयो। ती किचकिचे बुवाआमासँग त बस्नु परेन, एकचोटि बुढालाई फोन गर्नु पर्यो। हेलो हेलो ओ चतुरीको बुवा, पैसा पठाउनु पर्दैन। मैले तिमीलाई विदेश पठाउँदा के भनेको थिएँ, याद छैन? छ नि याद, के गर्नु, भनेको जस्तो छैन। धेरै दुःख हुँदो रहेछ यता। के पैसा रुखमा फल्छ र? अरू मलाई केही थाहा छैन। छोराको स्कुलमा पनि दिनु छ, छिटो पैसा पठाइहाल त। हुन्छ, यो पालि अलि कम छ। सुन त, गाउँमा आमा बुवालाई पनि पैसा पठाऊ है। अरू कुनै काम छैन मेरो। ती किचकिचे बुवा आमालाई पठाउन, तिनीहरूले कति दुःख दिएका थिए पहिला। त्यस्तो भन्नु हुँदैन। उहाँहरू बुढा हुनु भइसकेका छन्, उहाँहरू आफ्नो काम आफै गर्न सक्दैनन्। तिमीलाई मैले सहर नजाऊ भनेकै थिएँ, तिमीले मानेन। अहिले तिमी सहरमा छौ, त्यही भएर पनि तिमीले अब थोरै भए पनि पैसा आमा बुवालाई पठाउनै पर्छ। ल फोन राख। ल हुन्छ। ओहो, सहर आएर त झन् राम्री पो हुन लाग्यो त। अब ब्युटी पार्लर जान्छु, राम्री बनेर आउँछु, अनि फेसबुकमा फोटो हाल्छु, अनि पो लाइक कमेन्ट आउँछ त। त्यो पैसा त सबै मलाई ठिक्क हुन्छ। जे सोचेर आएको थिएँ त्यसो नहुँदो रहेछ यो विदेशमा। काम मिल्न पनि कति गाह्रो, बल्ल तल्ल मिलेको काम पनि कस्तो, त्यो भाँडा माझ्ने, चम्काउने। हरे भगवान, मेरी जिन्दगी। हो नि साथी, म पनि त्यही सोचेर आएको। घरमा हुँदा चाहिँ खाएको थाल पनि धोएन, अहिले विदेशमा अरूको खाएको थाल धुनु परेको छ साथी। कहिलेसम्म दुःख गर्नुपर्ने हो? उता बुढीले मैले पछि पैसा पठाऊ भन्छे, नत्र तिमीसँग बस्दैन भन्छे। आमा बुवा बुढा हुनु भइसकेका छन्, आउँदा लागेको ऋण पनि तिर्नु छ साथी, गाह्रो छ। चिउरीको चिल्लो पात सिरानी लाउन देऊ, फुलकुमारीको दाहिने हात। के हल्लाउँदैछ यता क्लासमा? मर्निङ मिस। गुड मर्निङ। ल बस्नु सबैजना। ल आज हाम्रो पाठशाला रहेको छ। हाम्रो पाठशाला गुरु भन्ने शीर्षक रहेको छ। गुरु भनेको के हो थाहा छ? थाहा छ मिस। गुरु भनेको चाहिँ हाम्रो साथी आमा बुवा जस्तै हुनुहुन्छ। उहाँले हामीलाई माया गर्नुहुन्छ र सधैँ सही कुरा मात्र सिकाउनुहुन्छ। धन्यवाद। ल अब चतुरले भन्छ गुरु भनेको के हो? गोरुले मिस, गोरु भनेको त हाम्रो गाउँमा जोत्ने गोरु हो नि मिस। त्यही पो थाहा छ, जहिले उल्टो मात्र बोल्छ। ल आजलाई अब भोलि पढाउँला है त। अय्या, कति पर्खिनु यो छोरालाई। पर्खिँदा पर्खिँदै 5 वर्ष बितिसक्यो। आफू जाने दिन पनि आए जस्तो छ। आफू थला परिसके। हे भगवान, मेरो छोरालाई छिट्टै पठाइदेऊ है।
साइरामा ए साइरामा यी बोल्नु त कता जानु भएछ हेर न गीता तिम्रो हजुरआमालाई तपाईँले धेरै च्याटे जस्तो छ दिन रात छोरा छोरा भनेर रोक्दै बसिसक्यो यस्तो छोरा कहिले आउने होइन न त सहरबाट बुहारीले नातिलाई ल्याउँछ साह्रै दुःख पाइयो यो बुढेसकालले एकछिन छोरालाई फोन लगाइदेऊ त नानी हो नि मामा हजुरहरूको यस्तो अवस्था देख्दा मलाई साह्रै मन दुख्छ यस्तै हो आमा बुवा विदेश गएपछि सबै राष्ट्र घर परिवार बिर्सन्छन् भन्दै दाइले नै बिर्सिनु भयो आमा तपाईँलाई त्यही त नि नानी धेरै दुःख पाइने भयो यो बुढेसकालमा आशै आशामा लिनुहोस् आमा बोल्नु दाइसँग हेलो छोरा हेलो आमा भाग्यमानी हुनु सन्चै छौ आमा सन्चै छु हजुरलाई कस्तो छ मुख त अनुहार त बिरामी जस्तो देख्छु सन्चो छैन र आमा हजुरलाई हेर न बाबु आफूलाई दमले धेरै च्यापे जस्तो छ तिमीलाई पर्खिँदै 5 वर्ष भइसक्यो अब त मेरो जाने दिन पनि आए जस्तो छ त्यस्तो नबन्नु आमा मलाई पनि हजुरको याद नआएको हो र साउले छुट्टी दिँदैन नि आउँछु भनेर कहिलेसम्म ढाँट्छौ बाबु अब मेरो जाने दिन पनि आए जस्तो छ त्यस्तो नबन्नु आमा मैले यी सबै दुःखहरू हजुरकै लागि त गरेको त हो नि खोइ त बाबु यो दुःख तिमीले कसको लागि गरेको हो मैले त बुझ्नै सकिनँ आमा अहिले मेरो काममा जाने बेला भइसक्यो भोलि कुरा गरौँला नि एक दिन त बोल न बाबु फोनबाटै भए पनि तिम्रो नास्रो त मेटाउन देऊ बाबु हतार छ आमा अहिले मेरो काममा जाने बेला भइसक्यो अब भोलि कुरा गरौँला नि फोनबाटै त बोल बाबु मलाई सास फेर्न निकै गाह्रो भइरहेको छ गीता मलाई सुनाऊ त के भयो आमा तपाईँलाई नाच्दिनुहोस् आमा छोरा होइन के भयो मेरो आमालाई आमा देख्नुभएको यो नाटक तपाईँहरूले यो नाटक काल्पनिक भए पनि अहिलेको वास्तविक घटना यही नै हो पैसाको लोभले छोरा परदेश बुहारी सहरमा र बुढा आमा बुवा घरमा तर्की ज्यान राख्नु पर्यो तसर्थ सबैभन्दा उत्तम आफ्नो देशमै आफ्नै घर परिवारसँगै सानो ज्यान पनि खुसी साथ बिताउनुलाई सबैभन्दा उत्तम मानिन्छ यति अन्त थ्याङ्क यू